हेलो गाइज, आज चाहिँ मेरो पोस्ट डे हो। पोस्ट डेमा चाहिँ आज म चेस्ट, सोल्डर र ट्राइसेपलाई ट्रेन गर्नु गइरहेको छु र ढिला सुस्ती नगरी सुरु गरौँ है त। फर्स्टमा गएँ म बेन्च प्रेसमा चाहिँ मैले आज यो 90 केजी लोडेड गरेर 90 केजी छ टोटल यहाँ। यसलाई चाहिँ मैले 6 to 8 हान्ने ट्राई गरेको थिएँ, 6 to 8 4 सेट, तर मैले हान्नु सकिनँ आज, किनकि आज थोरै एनर्जी लेस थियो फर्स्टमा। त्यसपछि मलाई पछाडि साथीले चाहिँ दुईटा सेटमा चाहिँ मलाई हेल्प गरेको थियो। तीन रेप जति चाहिँ हेल्प गरेको थियो मजाले उसले है। यसरी मैले फुल्ली चेस्ट टच हानेको छु एभ्री सेट। यसरी हानेको छु है। यसरी हानेर मैले लास्ट वान फेलर तरिकाले हानेर कमन यसलाई मैले इन गर्दै र त्यसपछि गएँ म इन्क्लाइन डम्बल प्रेसमा चाहिँ आज 36 केजीकोलाई 10 देखि 12 हान्ने ट्राई गरेको छु। यसरी फेलर तरिकाले, पुरै डिप तरिकाले, झ्यापसँगले। यसलाई पनि मैले 10 to 12 3 सेट हानेको छु है। 10 to 12 यो सेटमा चाहिँ म 11 हानेर 12 हान्ने बेलामा चाहिँ फेल भएको थिएँ। यसरी झ्याप हान्दाखेरि है। 10 अब 11 हाने मैले। अब लास्टमा हान्दा चाहिँ म फेल भएको थिएँ र कमन म फेल भएँ र डम्बल फाल्देँ। एन्ड थर्ड एक्सर्साइजमा गएँ म डम्बल सोल्डर प्रेसमा मैले 30 केजीको लिएर 6 to 8 निकाल्ने ट्राई गरेको थिएँ र निस्क्यो पनि 6 to 8। यसरी झ्याप यसरी मैले यसलाई पनि मैले 3 चोटि गरे हो, 3 सेट 6 to 8। यसरी झ्यापसँगले है, झ्यापसँगले 6 to 8। म 9 निकाल्ने ट्राईमा थिएँ, तर 9 10 निकाल्ने सोचेको थिएँ तर सकिनँ मैले। 8 9 को बेलामा फेल भएको थिएँ। 8 एन्ड लास्ट वान म यहीँनिर नसकेर मैले छोडिदिएँ। एन्ड फोर्थ वान एक्सर्साइज इज डम्बल लेटरलमा पनि मैले 20 केजीको लिएर 12 देखि 15 रेप निकाल्ने ट्राई गरेको थिएँ र मैले 15 रेप निकालेँ पनि। यसलाई पनि मैले 15 रेप गरेर 4 सेट हानेको थिएँ। 15 रेप गरेर 20 को लागि 4 सेट हानेर डम्बल लेटर पनि यसरी झ्याप हानेर मैले सक्दिएँ डम्बल लेटरलाई पनि। अनि त्यसपछि गएँ म हाई टु लो केबल फ्लाइ पनि मैले धेरै वेट राखेको छैन यहाँ। 30 to 32 केजीको हो। यसलाई पनि मैले 15 रेप्स 15 चोटि हान्ने ट्राई गरेको थिएँ र हाने पनि मैले 12 देखि 15 निकाल्ने गरेको थिएँ। 12 to 15 पनि यो मजाले इजी निकालेँ मैले। यसलाई पनि मैले 3 सेट गरेँ। 12 to 15 रेप्स निकाल्ने ट्राई गरेको थिएँ र इजी निस्क्यो पनि यो 12 to 15 स्लो तरिकाले। यसरी 3 चोटि 3 सेट यसरी झ्यापसँगले 3 सेट स्लो तरिकाले। लास्टको 2-3 रेप चाहिँ लास्टै गाह्रो हुन्छ, एकदम गाह्रो हुन्छ। रे पनि आफूले गर्नुपर्ने हुन्छ फेलर तरिकाले। फेलर चाहिँ लास्टमा होल्ड गर्दा अलिक गाह्रो भएको छ। र त्यसपछि लागेँ म ट्राइसेपको आज मैले ट्राइसेप मेसिन पुस्ट डाउन हाने। यसमा मैले फुल्ली लोडेड यहाँ 100 केजी लोडेड छ। यसलाई पनि मैले 15 चोटि स्लो तरिकाले हान्ने ट्राई गरेँ है। स्लो तरिकाले यसरी 15 रेप्स निकाल्ने ट्राई गरेँ। 12 देखि 15 यसमा हान्दाखेरि चाहिँ फुल्ली मुनि र माथि यतिको जानुभयो। मुनि वेटले चाहिँ मुनिको उसलाई छुने गरी हान्नु पऱ्यो। यसरी झ्यापसँगले ल। यसलाई पनि मैले 3 सेट हानेको हो, 12 देखि 15 रेप्स। यसरी झ्याप हाने यसलाई पनि मैले सकाइदिएँ। एन्ड आजको लास्ट एक्सर्साइज 7 एक्सर्साइज ट्राइसेप ओभरहेड एक्सटेन्सन। यो चाहिँ ओभरहेड एक्सटेन्सन मैले आज रोमा गरेको छु, केवल रो ओभरहेड एक्सटेन्सन। यसलाई पनि मैले 3 सेट 12 to 15 3 सेट 12 to 15 गरेर सिद्ध्याएको थिएँ। यो यसमा मैले 12 चोटि हानेको छु, ट्राई गरेको थिएँ लामी तरिकाले। यसरी हानेर आजको वर्कआउटलाई मैले यहीँ एन्ड गर्दै भोलिको भिडियोमा फेरि मिलाउँला। आजको लागि हस्त नमस्कार।